दर्शकवृन्द महेश बस्नेतको श्रीमती आएर शुभपाठकलाई माइती घर मण्डलामा यसरी कबल जिगुल्टा भिक्षा भुजको स्थिति बनेको छ। माइती घर मण्डलामा तपाईँ देख्न सक्नुहुन्छ। सुदन गुरुङका लागि चाहिँ शुभपाठक लगायत धर्नामा बसिरहेको अवस्थामा महेश बस्नेतको श्रीमती लगायत केही महिला र पुरुष आएर यसरी एक्कासी आक्रमण गरेको स्थिति रहेको छ। थप जानकारी अर्को भिडियोमा प्राप्त गर्नुहुनेछ। महेश बस्नेतको श्रीमती पक्राउ परेकी छन्, धेरैजना पक्राउ परेका छन्। अर्को भिडियोमा तपाईँलाई म जानकारी गराउनेछु। आमा के भयो अहिले? लिएर गाडी किन हाले महिला एउटा महिला त्यस्तो कुट्न पाइन्छ? महिला बलात्कारी गर्छु हामी एमालेको झोले जति छ म बसिरहेको मलाई थाहा छैन यस्तो गर्दा भन्दा महिलाहरू यिनीहरूले यसो गरेको अरू पनि छ व्यक्तिलाई हामीले पुलिस प्रशासनले बुझाइदिइसक्यो। अब तपाईँको काम के गर्ने भने निवेदन दिने मात्र है नानीको केस हाल्नु पर्यो। तपाईँले बुझ्नुभयो? यति निवेदन लेखेर ल्याएर दिइहाल्नुहोस् यहाँ पैसा है त। के भयो?